आज हामी छलफल गर्न गइरहेका छौं सैन्य पदको लागि आवश्यक पर्ने शैक्षिक योग्यता, उचाइ, तौल, चेस लगायतका कुराहरू हामी आज छलफल गर्न गइरहेका छौं। तपाई चाहिँ बेरिङ चेकको लागि आवश्यक पर्ने है, बेरिङको चेकको लागि चाहिँ तपाई फर्म भर्नको लागि आवश्यक पर्ने, तपाईको फर्म भर्न चाहिँ आवश्यक पर्ने चीजहरुको बारेमा छलफल गर्ने गरेका छौं। त्यसको भर्खरै खुलेको 2082 7 महिना 28 गते खुलेको हाम्रो सैन्य पदको विज्ञापन सम्बन्धी हामी छलफल गर्न गइरहेका छौं। अब साथीहरु कुनै नयाँ हुनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरेर साथ दिनु होला है। हामी सधैं यस्तै नेपाल आर्मी, नेपाल प्रहरी, वन रक्षक लगायतका हामी भ्याकेन्सी सम्बन्धी र अन्य जानकारी सम्बन्धी सधैं अपडेट भएर भिडियोहरु ल्याउने गर्छौं। र साथीहरु सब्स्क्राइब गरेको साथीहरुले कमेन्ट गरिदिनु होला र कुनै अन्य जानकारी दिनु छ भने पनि तपाईले कमेन्ट मार्फत हामीलाई मेसेज गर्न सक्नुहुन्छ है। ल अब हामी सुरु गर्छौं सैन्य पदको लागि आवश्यक पर्ने कुराहरु। तपाई चाहिँ फर्म भर्नको लागि, मात्र फर्म भर्नको लागि है। अन्य शारीरिक परीक्षा सम्बन्धी चाहिँ पछि अर्को भिडियो आउँछ, जुन शारीरिक परीक्षा सम्बन्धी चाहिँ भिडियो आउँछ। यो भिडियो भनेको ओन्ली तपाई फर्म भर्नको लागि चाहिँ आवश्यक पर्ने चीजहरु है। ल अब हामी हेर्छौं, यो चाहिँ विज्ञापन भयो, यो हामीलाई चाहिएन, यो विज्ञापन सम्बन्धी हो। एकछिन यो हेर्दा पनि हुन्छ है। यो दरखास्त मिति, तपाईलाई दरखास्त मिति सम्बन्धी भने हामी हेरौं। दरखास्त मिति भनेको 2082 7 महिना 28 गतेदेखि 2082 8 महिना 27 गतेसम्म सिंगल दस्तुरमा रहेको छ। करिब 1 महिना 2007-28 देखि 2008-28 1 महिना, ट्याक्कै 1 महिना चाहिँ सिंगल दस्तुरमा र 2082 8 महिना 28 गतेदेखि 2082 9 महिना 5 गतेसम्म चाहिँ डबल दस्तुरमा। डबल दस्तुर भनेको जम्मा 7 दिनको म्याद थप हुन्छ। तपाईले तोकेको दस्तुर भन्दा डबल तिरेर 7 दिन भित्र थप 7 दिन भित्र चाहिँ फर्म भर्न सक्नुहुन्छ। दरखास्त अब कति छ? दरखास्त 150 रहेछ, 300 रुपैयाँ तिरेर 150 छ, 300 रुपैयाँ तिरेर तपाईले थप 28 गतेदेखि 8 महिना 28 गतेदेखि 9 महिना 5 गतेसम्म चाहिँ फर्म भर्न सक्नुहुनेछ है। यो एकदमै इम्पोर्टेन्ट भएर म तपाईहरुलाई भने हो। यो फर्मको लागि 150 छ, यो ध्यान दिनु होला। र टेडर्सको लागि चाहिँ 100 हो। यो तपाईलाई थाहा नै होला। यो यसको लागि चाहिँ तपाईले चाहिँ ध्यान दिएर सुन्नु होला। अब हाम्रो काम भनेको यहाँ हो। अब हाम्रो काम भनेको के छ? सैन्य पदको लागि। यो हाम्रो सैन्य पदको लागि हो। सैन्य पदको लागि आवश्यक योग्यता न्यूनतम शैक्षिक योग्यता। हामीलाई नेपाल आर्मीको सैन्य पदमा फर्म भर्नको लागि कति पास चाहिन्छ, एसी मा कति चाहिन्छ, आर्टमा कति हुनुपर्छ लगायतका कुराहरु चाहिँ हामी छलफल गर्छौं। कक्षा 8 उत्तीर्ण गरेको हुनुपर्छ। तपाईले चाहिँ कक्षा 8 चाहिँ सैन्य पदमा भर्ना हुनको लागि कक्षा 8 चाहिँ पास गरेको हुनुपर्छ। कक्षा 9 उत्तीर्ण हुनेहरूले पनि कक्षा 8 उत्तीर्णकै शैक्षिक योग्यता प्रमाणपत्र अनिवार्य हो। यदि तपाई 9 मा उत्तीर्ण हुनुहुन्छ, 9 पास गर्नु भएको तर 10 पास गर्नु भएको छैन भने तपाईले त्यस्तो अवस्थामा पनि 8 क्लासकै शैक्षिक योग्यता लग्नुपर्छ, 8 कै मार्कसिटहरु लग्नुपर्छ। अब चाहिँ एसएलसी तथा एसी वा सो भन्दा माथिको शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नेहरुका लागि कक्षा 8 को प्रमाणपत्र बुझाउन नपर्ने, तर एसएलसी र एसी सहितको यो भन्दा माथिको सबै शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि बुझाउनु पर्छ। प्रतिलिपि योग्यताको प्रतिलिपि 8 को चाहिँ प्रमाणपत्र बुझाउनु पर्ने, तर नपर्ने, तर बुझाउने नपर्नेलाई जुन तपाईको 8 को छ तपाई त्यसको चाहिँ बुझाउनु नपर्ने हो भने चाहिँ मात्र चाहिँ यो चाहिँ पठाउनु पर्छ। अब लेटर ग्रेडिङ तथा निर्देशिका 2000 लागू हुनु पूर्व जारी प्रमाणपत्र हकमा। अब यो जुन लेटर ग्रेड आइराछ अहिले भर्खरै धेरै समय पनि बाहिर यो लेटर ग्रेडिङ निर्देशिका आको है। यो चाहिँ भएको छैन धेरै। यस्तो अवस्थामा तपाईले के गर्नु त? 2078 लागू हुनु पूर्व जारी भएका प्रमाणपत्रको लागि कक्षा 8 उत्तीर्ण गरेको प्रमाणपत्र न्यूनतम जीपीए 2 अनिवार्य हुनुपर्छ र जुनसुकै विषय पनि D+ भन्दा कम हुनु भएन। 2078 देखि अघि उत्तीर्ण गरेको साथीहरुको लागि न्यूनतम भनेको 2 जीपीए, टोटल जीपीए 2
र कुनै पनि विषयमा D+ भन्दा कम हुनु भएन। ल बुझ्नुभयो साथीहरु। यदि लेटर ग्रेडिङ निर्देशिका 2078 लागू हुनुभन्दा पूर्व जारी भएका प्रमाणपत्रहरू छन् भने है त्यसको लागि चाहिँ न्यूनतम GPA 2 हुनुपर्छ र हुनुपर्ने र कुनै विषयमा पनि D+ भन्दा कम नहुनुपर्ने। D+ भन्दा कम भयो भने फेल मानिन्छ, त D भयो भने फेल भयो। अब 2 मा छ AC र SLC वा सो भन्दा माथिको शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नेहरूले पेश गरेको प्रमाणपत्रहरू मध्ये माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्र न्यूनतम GPA 2 र 1.6 अनिवार्य हुनुपर्ने छ र कुनै पनि विषयमा D+ भन्दा कम हुनु नहुने। यदि SLC र AC को सो भन्दा माथि शैक्षिक योग्यता पेश गर्नेहरूको लागि तपाईले SLC र AC वा सो भन्दा माथिको चाहिँ योग्यता प्रमाणपत्र चाहिँ पेश गर्नुपर्ने अवस्था आयो भने त्यसले चाहिँ फर्म भर्नुपर्ने अवस्था आयो भने GPA कति 2 GPA चाहिँ अनिवार्य भइहाल्यो र GPA त विषयको GPA हुन्छ 1.6 भन्दा कम हुनु भएन। 1.6 भन्दा कम हुनु भएन भन्दा D+ भन्दा कम नहुने भन्दा पनि बुझ्दा हुन्छ है यो यसको लागि। अब लेटर ग्रेडिङ 2018 जारी भएको प्रमाणपत्रहरूमा अब लेटर ग्रेडिङ निर्देशिका 2078 बमोजिम जारी भएको प्रमाणपत्रको हकमा चाहिँ कक्षा 8 AC को शैक्षिक योग्यताको हकमा न्यूनतम 2 GPA सो भन्दा माथि हुनुपर्ने र मूल प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने। कक्षा 12 को शैक्षिक योग्यतामा कक्षा 12 को हकमा चाहिँ 1.6 यही नै हो माथि भने पनि हुनुपर्ने र मूल भ्यालु यसमा केही छैन गाह्रो बुझ्दैन भयो। ख रकम यो पनि केही भएन है तपाईहरुको। तपाईले मात्र के गर्नुहोस् केही पनि हुन्न, तपाईले भनेको 8 को प्रमाणपत्र मात्र लगेर अहिले फर्म भर्नुहोस्। तपाईले अहिले 10 को 11 को 12 को यो लगन पर्ने आवश्यक छैन। तपाईले फर्म भनेको अहिले तपाईले 8 पास मात्र कति 8 पास मात्रको डकुमेन्ट लग्नुहोस्। अहिले तपाईको काम भनेको 8 पास झन्डर हुन्न है यसको लागि 8 पास को लग्नु भयो भने झन्झट हुन्न। त्यस्तो अवस्था हो भने तपाईले 8 पास को चाहिँ डकुमेन्ट लगेर जानुहोस्। अब 10 को एसी मा अब विषय लाग्यो यता उता छ भने त्यो समस्या हुन्छ। 12 मा पनि त्यस्तै समस्या हुन्छ। 1.6 देखि कम हुनु भएन, फेरि त्यसमा समस्या हुन्छ। उसमा पनि D+ भन्दा कम हुनु भएन, त्यो पनि समस्या नै हुन्छ। त्यस्तो अवस्थामा चाहिँ तपाईले अहिले 8 पास मात्र लगेर फर्म भर्नुहुन्छ। तपाईले 8 पास को डकुमेन्ट लग्नुहोस् है। अब हाम्रो छ शारीरिक योग्यता। अब तपाईले त्यसमा फर्म भर्नको लागि तपाईलाई के आवश्यक पर्छ त? अब सैन्य पदमा तपाईले फर्म भर्नको लागि आवश्यक पर्ने चीजहरु योग्यताहरु है। अब सैन्य पदको लागि यो फलोर साधारण लेखपर भ्याल्यु फलोर्सको लागि के आवश्यक पर्दैन। यसपछि अब सैन्य पदको लागि उचाइ हो, यो चाहिँ उचाइ चाहिँ तपाईको 5 फिट 3 इन्च हुन्छ, हुनै पर्छ। कति 5 फिट 3 इन्च चाहिँ अनिवार्य हुनुपर्छ। तपाईले यो छैन भने तपाईको 5 फिट 3 इन्च छैन भने तपाईले त्यसमा गएर फर्म भर्नु भनेको दुःख, बिना कारण पैसा खर्च गर्नु हो। तपाईले चाहिँ यो गर्नु, यो तपाईले फर्म भर्नुभन्दा पहिले घरमा नाप्नु होला। 5 फिट 3 इन्च भन्दा कम छ भने किन दुःख गर्नुहुन्छ है। यो चाहिँ तपाईले नापेर बल्ल तयारी गर्ने हो, आफ्नो हो। यो त्यसैकै लागि हामीले भिडियो ल्याएका हौं के साथीहरु, तपाईहरुले दुःख नहोस् भनेर। तपाईहरु अब घरमा नाप्नुहुन्न, जानुहुन्छ, त्यति घुम्नुहुन्छ, त्यस्तो गर्नु भएन है। यो चाहिँ 5 फिट 3 इन्च चाहिँ के त हुनु पर्छ। त्यसको लागि केटाको लागि, केसमा आर्मीको सैन्य पदमा फर्म भर्नको लागि। अब महिलाको हकमा 5 फिट मात्रै छ। महिलाको हकमा कति 5 फिट, पुरुषको हकमा कति 5 फुट 3 इन्च है। 5 फुट 3 इन्च चाहिँ हुनु पर्यो पुरुषको लागि र महिलाको लागि चाहिँ 5 फिट ट्याक्क 5 फिट हुनु पर्यो है। अब खमा छ छाती नफुलाउँदा 32 इन्च, फुलाउँदा चाहिँ 34 इन्च। भन्नुको मतलब तपाईको छाती न्यूनतम कति 32 इन्च हुनु पर्यो। 32 इन्च न्यूनतम अनिवार्य 32 इन्च तपाईले नाप्नु होला घरमा, तपाईले घरमा नापेर जानु होला। 32 इन्च हुनु पर्यो अनिवार्य। ल 34 सम्म 2 इन्च फुलाएर कति 2 इन्च चाहिँ फुलाएर 34 पुगाउनु पर्ने हुन्छ। कति त 34 पुगाउनु पर्ने हुन्छ। अब केटीको लागि चाहिँ छाती अब यो भएन है। केटाको लागि चाहिँ 32 यो भनेको हाम्रो फोक्सो सम्बन्धी कुनै रोग, छाती सम्बन्धी कुनै रोग छ कि नै पत्ता लाग्छ। 2 इन्च फुलाउन सक्नु भएन भने, तपाईले यदि 2 इन्च फुलाउन सक्नु भएन भने तपाई त्यहाँ सिलेक्ट पनि हुन सक्नुहुन्न
है। यसको त एकदम इम्पोर्टेन्ट क्वेसन, इम्पोर्टेन्ट हो, महत्त्वपूर्ण दिन्छ छाती फुलाउन चाहिँ है। यो छाती फुलाउन चाहिँ एकदम महत्त्वपूर्ण दिन्छ। अब हामी हेर्छौं वजन। केटाको लागि वजन भनेको 50 केजी अनिवार्य हुनु पर्यो। कति? 50 केजी। केटाको लागि चाहिँ कति? 50 केजी है साथीहरु। 50 केजी अथवा 110 पाउन्ड, 110 पाउन्ड चाहिँ हुनु पर्यो केटाको लागि भने। केटीको लागि चाहिँ कति? 40 केजी। 40 केजी तौल, 80 पाउन्ड चाहिँ हुनु पर्यो। अब यसमा हेर्दाखेरि साथीहरु के छ भन्दाखेरि यस्तो भन्दाखेरि अब यो विभिन्न फलोअर्स हाल्यो, यो फलोअर्सको भइहाल्यो। फलोअर्सको लागि म भिडियो लिएर आउँछु, सब्स्क्राइब गर्नु होला साथीहरु। फलोअर्सको लागि अन्य शारीरिक पहिचान सम्बन्धी यता त सम्पूर्ण जानकारी म लिएर आउँछु। यही च्यानलदेखि तपाईलाई पोस्ट हुन्छ, तपाई जानकारी पाउनुहुन्छ। त्यसको लागि चाहिँ तपाईले सब्स्क्राइब गरेर साथ दिनुपर्छ। अब हामी हेर्छौं यो अन्य योग्यता भएन। अब हामी यति हेर्दिम है। उमेरको हद एकदमै इम्पोर्टेन्ट छ। अब अन्य चाहिँ हेरौँला। उमेरको हद भनेको सैन्य पदको लागि 18 वर्ष पूरा भई 22 वर्ष ननागेको। कति? 18 वर्ष पूरा भई 22 वर्ष ननागेको साथीहरुले यसो फर्म बनाउनुहुन्छ। भन्नुको मतलब 2060 साल 8 महिना 27 गतेदेखि जन्मिएर 2064 8 महिना 27 गते भित्र जन्मिएको साथीहरुले 2060 साल 8 महिना 27 गते भित्र 27 गतेदेखि 2064 8 महिना 27 गते भित्र जन्मिएको साथीहरुले चाहिँ फर्म भर्न सक्नुहुन्छ। अब 2065 कोले भन्न पाउनु भएन, 2065 कोले भन्न पाउनु भएन, 2059 कोले भन्नु भएन, 2059 कोले पनि भन्न पाउनु भएन है। यो चाहिँ भन्न पाउनु भएन। सैन्य पदको लागि भयो। अब विभिन्न यो त भइहाल्यो, जति पनि भइहाल्छ यो। अब दरखास्त दिनलाई अन्तिम मिति उसको लागि है। यो नेपाली सेनाको बालवाला उम्मेदवारको लागि यो तपाईहरुलाई काम लागेन। अब दरखास्त दिनको लागि आवश्यक पर्ने कागजातहरु। यस देखाएका बमोजिम कागजातको प्रतिलिपि उम्मेदवार स्वयंले प्रमाणित गरी एक प्रतिका दरले नेपाली फाइलमा राखी पेश गर्नुपर्छ। नेपाली फाइल भनेको किन्नुपर्छ, 10 रुपैयाँ पर्छ। कति? 10 रुपैयाँ पर्छ त्यो नेपाली फाइल। तपाईले पसलहरु जुनसुकै त्यो आर्मीको बाहिर नै हुन्छ त्यो फर्म भर्ने ठाउँमा, त्यहाँ गएर जान्छ। अब दरखास्त पेश गरिने सबै कागजातहरु सक्खल प्रति पनि साथ बनाउला। तपाईले फोटोकपी ल्याउँदैन, नागरिकता चाहियो। यिनीहरु फोटोकपी ल्याउँदैन। दरखास्तमा नागरिकता सक्खली चाहियो, शैक्षिक योग्यता, साहित्यिक प्रमाणपत्र र ओरिजिनल प्रोभिजनल यो सक्कली भयो। नेपाल विश्वविद्यालय विदेश हासिल गर्नेहरुको लागि पाठ्यक्रम विकास केन्द्र वा त्रिभुवन विश्वविद्यालय यो भइहाल्यो। विश्वविद्यालयबाट उगर्नेहरुको चाहिँ यो छुट्टै हुन्छ। यो चाहिँ तपाईलाई आवश्यक पर्यो। सक्कली नेपाली नागरिकता, शैक्षिक योग्यताको साहित्यिक प्रमाणपत्र र ओरिजिनल प्रोभिजनल यो सक्कली चाहिन्छ। तपाईले फर्म भर्नला सक्कली कागजातहरु लिएर चाहिँ आउनुपर्छ। अब तपाईको लागि हेर्ने भनेको सिधै यहाँ हो साथीहरु। अब फोटोहरु चाहिँ के हुन्छ? उम्मेदवारले हालसालै खिचेको पुरै मुख कान दुवैसम्म प्रष्ट तरिकाले देखिने फोटो हुनुपर्छ है। कमा छ पासपोर्ट साइजको 4वटा फोटो, 4वटामा तपाईले 4वटा लगेर जाने हैन। त्यहाँ तपाईले 6वटा लग्नुला, किनकि 2वटा एक्स्ट्रा चाहियो। हराउँछ केही गर्छ तपाईलाई समस्या हुन्छ साथीहरु। यसको लागि चाहिँ तपाईले पहिले सोच्नु पर्ने हुन्छ। 4वटा हो, 4वटा मात्रै लगेर जान्छु के चाहियो भन्ने हुन्न। त्यो तपाईले 6-7वटा 8सम्म पनि लग्नु पर्छ है। झापा हरे हुन्छ सक्यो, कतै बिग्रिन्छ, केरमेर हुन्छ। अब अर्को 2x2 साइजको फोटो 1 प्रति ठुलो फोटो हुन्छ। 1 प्रतिको तपाईले 2 प्रति निकाल्नु पर्यो। 2 प्रति 1 प्रति मात्र मागे 1 प्रति लग्छु भनेर हुन्न। 2 प्रति चाहियो। कति? 2 प्रति चाहियो है। 2 प्रति चाहियो। तपाईहरुको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेशन चीजहरु हुन् आवश्यक पर्ने। अब सम्पूर्ण साथीहरुले हाम्रो भिडियो शारीरिक पहिचान सम्बन्धी आउँछ। यहाँ हेर्नु शारीरिक पहिचान आइसक्यो। शारीरिक बेरिङ परीक्षा सम्बन्धी आउँछ, छनौट प्रक्रिया सम्बन्धी आउँछ, सम्पर्क मिति सम्बन्धी आउँछ। धेरै थुप्रै कुराहरु आउँछ हाम्रो। हेर्नुस् यहाँ यो हाम्रो यहाँ भो प्रारम्भिक शारीरिक परीक्षा सम्बन्धी आयो। यत्रो हाम्रो धेरै छ बाँकी आज। त्यसको लागि तपाईले हामीलाई सब्स्क्राइब गरेर साथ दिनु होला है। हामीलाई सब्स्क्राइब गरेर साथ दिनु होला। यसरी हुन्छ। यदि तपाई कुनै क्लास लगाउन चाहनुहुन्छ, यताउता गर्नुहुन्छ भने त्यसको लागि चाहिँ जानकारी अन्य कुनै जानकारी लिन चाहनुहुन्छ भने हाम्रो नम्बर पनि छोडिदिन्छु यहाँ 9764307490। नेपाल आर्मी सम्बन्धी कुनै पनि जानकारी लिन चाहनुहुन्छ भने हाम्रो यो कन्ट्याक्ट नम्बर हो। कति? 9764307490। यसमा चाहिँ तपाईले डाइरेक्ट कल गरेर अथवा
व्हाट्सएपमा चाहिँ मेसेज गर्न सक्नुहुन्छ केसमा व्हाट्सएपमा चाहिँ मेसेज गर्न सक्नुहुन्छ हाम्रो यो नम्बर हो तपाईहरुको सहजको लागि हो ल साथीहरु धन्यवाद अहिलेसम्म भिडियो हेरेकोमा सब्स्क्राइब गर्नु होला है जाँदै हस्